हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। यो गाइज राधे राधेको ठुलो घर कसको हो निर्माण नै छैन, आधा लगाएर ड्याङ्ग छोडिरहेछन् त्यत्तिकै। राधे राधे ठुलो कसको घर, उहाँ हुनुहुन्छ मेरो बुढी। के छ बुढी, ठिक छ? एकदम आरामै हुनुहुन्छ? उतै राधे राधे चोक। तर यो घर कसको हामीलाई थाहा छैन गाइज है। हामी त्यत्तिकै बिहान बिहान मर्निङ वक घुम्न आएको, यत्तिकै बाटोतिर टाइम पास गर्न आएको। यता चेक गर, भ्यू चेक गर गाइज, भ्यू कति बवाल भ्यू छ। बिहान बिहान यस्तो बवाल भ्यू छ है, चेक गर गाइज। अनि यो हनुमान्ते पुल, यो हनुमान्ते पुलको यहाँ तल खोला। आज खोलामा पानी ठुलो आइरहेको थियो, हिजो रातिसम्म पानी परिरहेको थियो, ठुलो पानी परिरहेको रहेछ। त्यहाँ हेर्नुहोस् गाइज, खोला ठुलो खोला आइरहेको छ, एकदम ठुलो पानी आइरहेको छ। पहिला मेरो यही खोलाको भिडियो पनि भाइरल भइरहेको थियो गाइज। गत साल यो खोला पनि एकदम ठुलो उ थियो, यो ब्लू कलरको टिन पुरै भरिएर आइरहेको थियो। यता 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 पुरै यो खम्बादेखि उतासम्म पुरै भरिरहेको थियो, यहाँ हिँड्ने बाटै थिएन गाइज। यति धेरै ठुलो पानी आइरहेको थियो गत साल। योचोटि पनि लगभग खल्दै पानी आइरहेछ। यहाँ हेर्नुहोस् गाइज, खडेरी पर्ने खोला हो, पानी बबाल आइरहेछ गाइज। यो उता अगाडि हो गाइज सिर्जननगर चोक, अगाडि सिर्जननगर चोक, हनुमान्ते पुल। यो पुल उ त्यो माथि डाँडातिर चाँगुन नारायण भयो, त्यसपछि अनि यो म गाइड यताको चाहिँ म। अब हामी सिर्जननगर साइड जानु पर्यो, बिस्तारै बिस्तारै आफ्नै सुरमा हिँडेर सिर्जननगर चाहिँ जानु पर्यो। ल म यत्रो ट्रक यहाँबाट आइरह्यो भने के हो। उहाँ हुनुहुन्छ मेरो बुढी। तपाईँ के भन्न चाहनुहुन्छ मेरो सब्सक्राइबरहरूलाई? बस बस ल यो के गरे। यो मेन हाइवे उ त्यो सुटीहरू दुइटा दौडेर आउनुहुन्छ है। रोड क्रस गर्दा चाहिँ हेर्नु गाइज के साह्रो दौडेर भन्ने। ल चाँडै जाने विचार छ क्या? उता दौडेर आउनु भएको थियो, यता पनि त्यस्तो त्यस्तो लाग्छ मलाई। कस्तो टेन्सन भयो, यस्तो टेन्सन हुँदा पनि यो सुन्दिनँ त के भएको? भागु कि क्या हो? कहाँ भाग्नु भने तिमी? उता के को फ्याक्ट्री रहेछ? माई सप 70 त्यो फ्याक्ट्री नै रहेछ। पुरै टिन खिया लगाएर कामै छैन भने। फाइनली गाइज हामी आइपुग्न लाग्यो सिर्जननगर चोक। उता हो सिर्जननगर चोक। अनि हामी यहाँ लुकुर लुकुर हिँडिरहेको छौँ, एकदम बिहान बिहान जोसमा हिँडिरह। यो माथिको हो मेन हाइवे, यो तलको मान्छे हिँड्ने हाइवे। रुको जरा, सबर करो। शाबाश बेटा, बाय बाय टाटा। भैँसी अनि तपाईँले पनि देख्नु भएको छैन होला। फाइनली आइपुग्यो हामी गाइज सिर्जननगर चोक। यो हो आकाशे पुल। यहाँ भ्यू चेक गरौँ गाइज, भ्यू कति बवाल भ्यू छ। पानी पर्ला जस्तो भइरहेछ है, पानी आउँछ। हिजो रातभरि पानी आयो, आज नि बवाल पानी आउँछ गाइज। भ्यू चेक गरौँ गाइज। तपाईँहरूले त्यो घरमाथि मन्दिर त देख्नु भएको छैन होला गाइज, हेर्नु तपाईँहरू। यता हो सिर्जननगर चोक, अगाडिको सल्लाहगारी होइन, अगाडि सल्लाहगारी। यता तिनकुने, यता चौर गाइज। यता यो चौर भयो, यता यो सल्लाहगारी चोक भयो। यता हो राधे राधे चोक गाइज। यता राधे राधेको ठुलो बिल्डिङ, कति तले, कति 26-27 तले होला। यहाँ मैले पनि गिन्ती गरिनँ है। यो रोड चेक गर गाइज, भ्यू चेक गर गाइज, भ्यू कति बवाल देखिरहेको छ। कस्तो मौसम पनि कस्तो आनन्दको शीतल मौसम छ। पानी पर्ला जस्तो भइरहेको, हावा चलेको छैन। उहाँ हाम्रो म्याडम चाहिँ हेर्दै हुनुहुन्छ उता। तपाईँ के भन्न चाहनुहुन्छ भन्छु? के नि के त भन्ने होला नि तपाईँले।
जान्ला रुमतिर ल भाइ नेक्स्ट भिडियोमा भेटौँला गाइस ओके गुड बाई लभ यु अल अफ यु